हेलो साथीहरू, हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो सानो यो मिनी ब्लगमा। कलेज जानको लागि म पुग्छु बिहानै चोकतिर। फेरि वेट गर्दाखेरि गाडी पनि आउँछ र त्यो गाडीमा बसेर म र मेरो साथी प्रस्थान गर्छौँ कलेजतिर। कलेजको चोक पुग्ने बित्तिकै रिजन पनि आउँछ, हामी बढ्छौँ कलेजतिर होइन। सब साथी कुराकानी गर्दै पुगिहाल्छौँ कलेज। दाइ हामीलाई हेरेर एकदम रिहाउनु हुँदै थियो किनभने हामी कलेज एकदम ढिला पुगेका थियौँ होइन। त्यो सब इग्नोर गरेर हामी दाइसँग हाई हेलो गरेर कलेजभित्र छिर्छौँ। कलेज ढिलो पुग्दा पनि सरैलेसम्म क्लासमा आउनु भएको थिएन र हाम्रो साथीहरू सबजना टुर जाने प्लान गर्दै थियो। सनम साथीको तर्फबाट तपाईँहरूलाई एउटा सानो रिक्वेस्ट, सब्सक्राइब गरिदिनु होला सबैजनालाई पनि गाइस। पछि हामी पुग्छौँ आफ्नो सेमिनार हलतिर। हल पुगेर सबजनाले गेट सेट खोलेर सब आफ्नो सिटमा बसिसकेका थियौँ। हेर्न सक्नुहुन्छ यहाँ त बाहुनले होइन रोशनलाई के सिकाउँदै थियो। त्यो पछि क्लास सिद्धिन्छ र हामी बाहिर आउँछौँ र यो सरको तर्फबाट हजुरहरूलाई यो स्पेसल हाई है। सरको हाई हेर्ने बित्तिकै नेचर पनि कस्तो राम्रो रोमान्टिक भइसक्यो। केही बेर पछि पानी पनि पर्छ र हामी सबजना जान्छौँ क्यान्टिनतिर नास्ता खान। नास्ता खायो वरि क्लासहरू एटेन्ड गरेर त्यसपछि पर सोनु एक प्लेट पहिले नै होइन आज घर जान लाग्यो किनभने हामीलाई एउटा काम थियो होइन अर्जेन्ट नै। सो गाइस आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।